नानीहरूको खुसीको लागि नदिन नरात। हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। अनि आज चाहिँ हामी नानीहरूलाई लिएर चाहिँ मेलामा गएको थियौँ। अन्त त्यहाँनिर चाहिँ उनीहरू चाहिँ कुद्दै कुद्दै गयो नि त, किन भनेको त्यहाँ दैविकले चाहिँ कार देखेको रहेछ नि त। अन्त तल झार के झार भन्दै थियो ऊ खेल्नुको लागि। तर अब मैले त्यहाँनिर उसलाई फकाएर चाहिँ कारमा चढाएँ। अन्त त्यहाँ नोमु चाहिँ जम्पिङवाला खेल्दै थियो। अन्त यहाँनिर हेर्नुहोस् न, यस्तो जाडो महिनामा आइसक्रिम पनि थियो र अरू स्टलहरू पनि थियो। र मैले चाहिँ यहाँनिर एउटा कानमा लाउने किन्नु पऱ्यो भनेर हेर्दै थिएँ, यति दामी दामी थियो नि। अन्त मैले फाइनल 2टा कानमा नलाउने किनेँ। अनि त्यसपछि यहाँनिर चाहिँ गनले चाहिँ बेलुन फुटाउनु पर्ने थियो। अन्त यहाँ चाहिँ हामी चाहिँ फुटाउँला भनेर फुटाउँदै थियौँ। अन्त त्यसपछि दिदीले पनि फुटाउनु भयो। अन्त दैविकले चाहिँ म खेल्छु भन्दै थियो नि त। अन्त दैविकले पनि खेल्यो र उसले पनि फुटायो। अन्त त्यसपछि चाहिँ नोमुको टर्न आयो। केटाकेटी हो, ठुलो मान्छेले खेलेपछि त खेल्नु मन लागिहाल्छ नि त होइन। अनि त्यहाँबाट यहाँनिर चाहिँ पानको विभिन्न परिकारहरू थियो। अन्त त्यसपछि चाहिँ प्रयास र दादा भएर चाहिँ हौसी खेल्नु भयो। अनि त्यसपछि चाहिँ हामी नानीहरूलाई खेलाउनुको लागि फेरि ड्राइगनवाला ट्रेनमा गयौँ। अन्त त्यहाँनिर चाहिँ दैविक चाहिँ मजाले इन्जोय गर्दै थियो नि त। म चाहिँ डराउँछ होला भनेको थिएँ, ऊ चाहिँ एकचोटि पनि डराएन, बरु म पो कालिँदै थिएँ। अन्त त्यसपछि दैविकले चाहिँ हावा मिठाई खाँदै थियो, उसको चाहिँ फर्स्ट टाइम हो नि त यो हावा मिठाई खाएको। अन्त मजाले उसले चाहिँ खाँदै थियो। अनि त्यहाँबाट चाहिँ हामी फर्क्यौँ। धेरै रात पुग्थ्यो। अब अर्को नेक्स्ट भेटौँ ल, बाई बाई।